मैले सकेको छुइनँ सर, मैले त्यो स्वीकारेको छु। स्वीकार भएन। मेरो कमी कमजोरी नभए म यति बोल्दै बोल्दै यहाँभन्दा अगाडि कुरा तपाईँलाई भन्नै आएको हो। योभन्दा अगाडिको इम्युनिटी पाउनु बिग्रियो के भयो रोकियो, अब के छ समय दिनुहोस् हामीलाई। कमजोरी मैले देखाउने म यो काम होइन हामीलाई समय दिनुहोस्, तपाईँ 2 दिन 5 दिन 7 दिन हामीलाई समय। अनि गोर्खाबाट गाडी हिँडिसक्यो भनेपछि कति लाग्छ? होइन 3 दिन भित्र म तपाईँको है भर्खर गोर्खाबाट पहिला गोर्खाबाट गाडी हिँडिसक्यो भने काम सिद्धिएर म यति लाग्यो। म चाहिँ तपाईँहरू भन्दा किन मलाई पनि पोलेको छ कि मैले पटक पटक वचन दिएर फेल भएपछि त मान्छेलाई मुख देखाउन नि गाह्रो हुन्छ नि। म नसकेको अवस्था छ अहिले, मैले के भन्ने। अब ठिक छ, तपाईँलाई 3 दिन त भन्नुभएको छ, हामी 4 दिन तपाईँ 3 पछि आएर भने हामी 4 दिन 5 दिन हामी फेरि आउँछौँ है। यसरी हरुस् तपाईँहरूलाई आउनु नदिने दिन देखाउँछु म भएन, मैले त्यति लागि परेर मात्रै आएको। ल ठिक छ, तपाईँहरू दोहोऱ्याएर आउनु नपरोस् सकर उही गरेको। होइन हामी यार कस्तो कति दिन पछि 3 दिन भन्नुभएको छ टाइम। पेल्न पाएँ भनेर त्यसरी पनि नपेल्नुहोस् के। पेला छैन सर, पेला होइन। फेल्न पाउने बात पनि कसले गरेर मैले गरेँ त मैले स्वीकारेको छु त। मैले गर्दा हामी भएको ढिला भएको। 7 गते आउँछौँ है, तपाईँले हामी गर्दा कालपत्रमा भनेको छुइनँ नि त। मैले गर्दा नै ढिलो भएको भनिरहेको छु। मेरो कारणले गर्दा ढिलो भएको छ, मैले चाँडो गर्छु भनिरहेको छु। विशेष गरी मैले निर्माण पक्षका हाम्रा तुलसी सरलाई पनि एउटा के अनुरोध गर्न चाहन्छु भने हामी तपाईँहरूसँग डिस्कस र तपाईँहरूलाई प्रेसर अनि तपाईँहरूसँग झगडा भन्दा पनि पछिल्लो अपडेट के छ, रोकिनुको कारण के हो, के छ त्यसमा हामीले गर्नुपर्ने सहजीकरण अथवा स्थानीय सरकारले अथवा के हो यो कमेन्ट नपुगेको नागरिकहरूबाट व्यापक ढङ्गबाट विविध गुनासो आइसकेपछि त्यो अपडेट लिनको लागि सानो भए पनि भेटघाट गर्नको लागि हामी आइसकेका छौँ। यसलाई अन्यथा रूपमा नलिदिनको लागि पनि अनुरोध गर्दछु। र जुन ठेकेदार कम्पनीसँग जुन हामीले जुन यो ढिलासुती भएको कारण के हो भनेर हामीले बुझ्दै गर्दा उहाँका विभिन्न समस्याहरूको अहिले यहाँको पहिचान जुन खुलाउनु भयो हाम्रो तुलसी हिमेश सरले, हामीले उहाँसँग राय सङ्कलन गर्दै गर्दा उहाँ आफ्नो इक्विपमेन्ट कहीँ रोकिएको हुँदा सो इक्विपमेन्ट समय आइपुग्दा यो मेरो वार्ता कारणवश काम रोकिएको छ, म यसलाई समयमा काम गर्ने गराउने छु भन्ने एउटा प्रतिबद्धता सहित हाम्रो समस्या राख्नुभएको हुँदा उहाँहरूलाई 3 दिनभित्र आफ्नो इक्विपमेन्ट ल्याइ झिकाई यो जुन कालो पत्रलाई पूर्ण रूप दिनुहुनेछ भन्ने हामी आशावादी छौँ। यहाँ उपस्थित पत्रकार, बुद्धिजीवी, विभिन्न सङ्घ संस्थाबाट आएका साथीहरूलाई खबरदारी अभियान माडीको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। र मेन उद्देश्य हाम्रो भनेको व्यथिति, विसङ्गति, भ्रष्टाचार लगायतका विभिन्न ढिलासुस्तीदेखि लिएर हरेक सवालमा हाम्रो यो कार्यक्रमले निगरानी राख्नेछ र यो टिम हाम्रो सशक्त रूपबाट अगाडि बढिरहेको छ। यसमा कहाँ के भइरहेको छ, किन ढिलासुस्ती भयो, यसको बारेमा जान्नको लागि हामी उहाँ समक्ष आएका थियौँ। उहाँबाट हामीले उत्तर लिने क्रममा उहाँको उत्तर चित्तबुद्धै छ अहिलेलाई। उहाँको उत्तरमा कुनै कमी कमजोरी मैले देख्दिनँ र उत्तर चित्तबुद्ध मात्रै हुँदै गर्दा यसभन्दा पछाडिका व्यवहारिक किसिमका कठिनाइहरूलाई उहाँले त्यो किसिमबाट जनताले धुलो खाएको कुरो, यहाँ घुमाएर बाटो हिँडेको कुरो, गाडीका स्पिरिङ पट्टा भाँचिएको कुरो, यी यावत समस्याहरूलाई उहाँले पक्कै पनि हृदयङ्गम गर्नुहुनेछ भन्ने कुरामा मेरो दुई मत चाहिँ छैन। र अब आउने दिनहरूमा हामी यसरी यही विषयमा छलफल गर्ने गरी फेरि साथीभाइ जुटेर अनि हाम्रो ठेकेदार सरसँग चाहिँ ल यसो किन भयो, तपाईँले त फेरि हामीलाई अप्ठ्यारोमा पार्नुभयो, यत्रो मान्छेलाई दुःख दिनुभयो भनेर उहाँलाई भन्न नपरोस्, त्यो उहाँले नपार्नु हुनेछ भन्ने कुरा अनि मलाई त विश्वास लागेको छ। उहाँ पनि त्यति साह्रो चाहिँ अब काम गर्ने क्रममा ढिलासुस्ती भयो, आजसम्म जे जति भयो अब यसलाई हृदयङ्गम गरेर उहाँले पनि छिटोभन्दा छिटो काम सम्पन्न गर्नेतिर अगाडि बढ्नुहुनेछ भन्ने कुरामा मेरो चाहिँ दुई मत छैन भन्ने कुरा जानकारी गराउँदै यस खबरदारी अभियानका अभियन्ता सशक्त रूपबाट माडीका व्यथिति, विसङ्गति, भ्रष्टाचारदेखि लगाएर दमन, ज्यादती सबै चिजमा यसले नजर राख्नेछ। सशक्त रूपबाट यो चाहिँ हाम्रो टिम सक्रिय रूपबाट लाग्नेछ भन्ने कुरामा दुई मत छैन। नमस्कार।
यो उहाँको यो छैन ऊ छैन उहाँसित म धेरै पटक भेट भयो धेरै पटक कुरा गरेँ हो यो छैन ऊ छैन भने धेरै बाहनाबाजी हो उहाँले अझ 3 दिनको टाइम दिन्छ त्यो 3 दिनभित्र एक हप्ताभित्र अब हुनेवाला छ हुन्छ भन्ने कुरा म विश्वास छैन अब मैले के गर्छु भनेदेखि वडा जनप्रतिनिधि र सर्वदलीय टिमको बैठक राख्छु र निर्णयसहित म अख्तियारको ढोकामा जान्छु अरू विकल्पमा मैले केही पनि देख्दिनँ सधैँ यो छैन ऊ छैन भोलि आउँछ पर्सि आउँछ मेसिन आउँछ यो सबै उहाँहरूको बाहनाबाजी हो यी बाहनाबाजी धेरै भए र यो सरकार तपाईँहरू आइदिनु भयो तपाईँहरूले धेरै धेरै धन्यवाद यो सरकार यसरी एकजुट नभइकन यो सरकारले पनि सुन्नेवाला छैन हरेक साल म्याद थपिन्छ 8 किलोमिटर बाटो बनाउन 8 वर्ष लाग्यो यस्ता किसिमका गतिविधिहरू चाहिँ यो सरकारले पनि रोक्नुपर्छ र अब मैले अख्तियारको बाटो लिनु बाहेक अरू विकल्प